Hello guys, welcome back to my channel. हजुरहरूले हेर्दै हुनुहुन्छ युनिक गेमिङ। म फेरि आइसकेको छु नयाँ भिडियो लिएर। आजको टाइटल थम्बनेलबाट थाहा पाइसक्नु भएको छ होला कि आज हामी के गर्न गइरहेको छ भनेर। यस गाइज, आज हामी वेपन रोलमा आएको नयाँ स्किन स्पासको स्किनको टेस्टिङ गर्न गइरहेको छौँ कि यसको फायर रेटहरू कति छ भनेर। छिटो लाइक शेयर सब्सक्राइब गरिदिनु होला र ढिलो नगरिकन अब हामी भिडियोको तर्फ बढ्नेछौँ। म लन हेडसट मोड लगाइसकेको छु। अनि गाइज, हाम्रो गिल्डको ओपनिङ छ। हजुरहरू गिल्डमा इन्भाइट हुन सक्नुहुन्छ। मलाई पहिला फ्रेन्ड लिस्टमा लिएर मेरो गिल्डमा आउन सक्नुहुनेछ। यस, स्पास आइसकेको छ। डेजर्ट नलिकम होला अनि स्पास गर्ने त्यो पनि सिङ्गल। हजुरलाई यो स्क्रिन पर्सनल कस्तो लाग्यो भन्न सक्नुहुन्छ र हजुरहरूले मलाई कताबाट हेर्दै हुनुहुन्छ त्यो पनि मलाई भन्न सक्नुहुन्छ। मान्छे चाहिँ अफलाइन गएका भनेको त अफलाइन त गएको छैन क्या। अनि गाइज, मेरो एउटा क्वेसन थियो हजुरहरूसँग कि म नेपालबाट हो भन्ने हजुरहरूमध्ये धेरैजनालाई थाहा छ होला। म इन्डियन बोलम र मतलब जस्तै हाम्रो टोन्टे दाइ हुनुहुन्छ नेपालमा बस्नुहुन्छ, तर उहाँ मतलब आफ्नो इन्डियन फ्यानहरूको लागि सब्सक्राइबरहरूको लागि इन्डियन बोल्नुहुन्छ क्या। इन्डियन बोलेपछि नेपाली हाम्रो भारतबाट हेर्नुभएका दिदीभाइ दाजुभाइ सबैले बुझ्नुहुन्छ नि त। त्यसमा इन्डियन बोलम किन भनेर के यो कुरा मलाई कमेन्टमा भनिदिनु होला। यो अब इन्डियन बोलेर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीले त बुझ्नुहुन्छ, तर हामी नेपाली बोलेर हाम्रो भारतीय दाजुभाइ दिदीबहिनीले बुझ्नुहुन्न नि त। त्यसले यो क्वेसनको एन्सर पनि कमेन्टमा भनिदिनु होला। र मेरो युट्युबको नयाँ सर्ट कस्तो लाग्यो हजुरहरूलाई त्यो पनि भनिदिनु होला। मेरो दिदीको लागि गीतवाला जिक्सी 4x होइन र ट्रिपल डबल छ। इन्टरनेट प्र्याङ्क गरेर चाहिँ लाग्छ मलाई। किनकि अघि भर्खर स्पासको एउटा हाल्नु छ। बाबु तेरो इन्टरनेट प्र्याङ्क काम गर्ने छैन। इन्टरनेट प्र्याङ्कको फल इमोट देखाइदिनु। गाइज, हजुरहरूले अहिले मलाई कुन कन्ट्रीबाट हेर्नुभएको छ होला त्यो भन्नु होला। म भनिसकेको छु होला हजुरहरूलाई यो क्वेसन, तर पनि रिपिट गरौँ किनकि बोलिराखौँ। आयो एनिमी त्यो देशमा आएको तर गयो। अब मलाई दालमा हरायोस् के हो। 4-0 बल आएपछि बल्ल होसमा आयो स्पास लेख्ने भनेको। ल अहिलेलाई एसबिडी लेखिदिउँ अनि यो 2 राउन्ड आएर मैले स्पास लेख्नु होला, भइहाल्छ। मार भाइ मार्नु। अब यसैको साथ यसले मारिसकेको छ। यसले मारेपछि अझै 1 राउन्ड मारेपछि हामीले यसलाई स्पासले मार्नेछ। 4 पुऱ्याउनु पर्छ यसले स्पास लिएन भने फेरि झ्याउ हुन्छ नि त। अब यो 1 राउन्ड हानेपछि यसले स्पास लेख्दै त हुन्छ। ल हान प्लिज स्पास लेख्दै, स्पास लेख्दै। यसले स्पास लेख्यो भने त 2 राउन्ड हार्नै परेन नि त। एमटेन लेख्यो अनि डेजर्ट लास्ट। अब राउन्डमा हिँड्छ स्पास लेख्ने हामीले। यो स्पास गन राम्रै लाग्यो मलाई। स्पास गन भन्ने स्किन के म त हार्ने हो बिहासँग आइज भाइ। हार्ने चाहिँ गर्न पर्यो। हार्ने चाहिँ गरौँ। यसले बल हान्छ। यसले अझै हालेर भने नि म हानिदिन्छु फेरि।
कति बेर लाउँदो रहेछ बे यो बटले एउटा उब्रेको मान्छेलाई हान्नु पर्ने ला कुरेली त यस्तो गरेर बल हान्छ के लास्ट एक राउन्ड हार्ने हामी अनि यसको कया मत आउँछ गाइज के भन्नु यो फाल्दै हार्ने जग्यो रे राउन्ड अब हामी जाने हार्ने अनि लास्ट राउन्डमा स्पेस लिएर यसलाई पेल्दिने फायर गर्छु त्यही भएर बुया भयो गाइज तर स्पेस हामीले 2 राउन्ड चलायौँ मलाई यो स्पेसको स्किन ठिक लाग्यो किनकि यसको ड्यामेज राम्रो थियो +2 छ ड्यामेज यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले यसको ड्यामेज कतिको छ भनेर यसको रिलोड स्पिड 2 रहेछ एक्युरेसी प्लस रहेछ मुभमेन्ट माइनस रहेछ सबै ठिक तर यसको रिलोड स्पिडहरुमा थाहा भयो तर यसको हेडसट चाहिँ राम्रै गइरहेको थियो यति ड्र्याग गर्दा पनि लाथ्यो हेडसट प्रश्न म प्रिफर गर्छु कि यो स्पासको चलाउँदाखेरि हजुरले यो स्किन लिएर चलाउनु होला किनकि यसलाई अलि इभो स्किनवाला फिल पनि दिन्छ र हजुरले हाम्रो गिल्डमा आउन मन छ भने मलाई फ्रेन्ड रिक्वेस्ट पठाएर आउन सक्नुहुन्छ यसैको साथ हामीले आज स्पासको टेस्टिङ गर्यौं र अब म सिधै भेट्ने छु अर्को भिडियोमा टिल देन टेक केयर एन्ड बाइ बाइ गाइज